हेलो लक्ष्मण, गुड इभिनिङ। गुड इभिनिङ हजुर। को बोल्नु भयो होला हजुर? म केपी शर्मा ओली बोलेँ। ए हो र, नमस्ते। कताबाट सम्झिनु भयो त आज? चुनाव आएर त होइन कतै? चुनाव गराए एमाले चुनाव जित्छ ल। अरे केपी बा, देशै घन्टीमय भएको छ, कसरी जित्नुहुन्छ चुनाव? यो त एमालेमय देश हो, तपाईँहरू के गर्नुहुन्छ अब? हे भगवान, कोही घन्टीमय देश भयो भन्छ, कोही एमालेमय देश भयो भन्छ। यो कुरा छोडिदिनुहोस्। बरु चुनाव पछि प्रधानमन्त्री चाहिँ को भन्छ? मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या, म त छटपट्टि नै हुन्। भइहाल्छ नि बा। अनि नेपाली जनता र जेन्जी पुस्ताहरूको लागि चाहिँ नयाँ काम के गर्नुहुन्छ नि बा? यो चुनाव पछि फेरि बहुमत ल्याएर म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु। यो रेकर्डमा रहोस्। हुन्छ हुन्छ बा, हामीले पत्यायौँ। एमालेलाई जिताउन योचोटि हामी घन्टीमा भोट हाल्छौँ।